यसबाट भयो टॉफी तो कोई ली था इनका क्यामेराम्यान लगा पहिला सबको सुगर नो आया मैले हजुरलाई हुँदैन दाजु तुम लगाऊ न लगाइसक्यो त टॉफी माला लगाइदेऊ हैप्पी होली धन्यवाद हैप्पी होली कोको छ पाक्न म लास्टमा लाउँला हैप्पी होली आउनु 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 केटाकेटीका टिका लगाइदियो अन्त चक्लेट खाने क्या आयो हेलो चक्लेट माला पुग्दैन होला हैन माला पछि हैप्पी होली हैप्पी होली हैप्पी होली चक्लेट बनाउँदा हुन्छ चक्लेट बनाउँदा हुन्छ आफै चक्लेट आफै बनाउने हैप्पी होली दाजु थ्याङ्क यू नरु ले मलाई पनि यसैलाई टिकट लगाएर टिका लगाउनु भाइहरू लगाइदियो संयोजक त्यही त रातो लगाऊ रातो लगाऊ रातो अरू पनि यसो कालातिर लगाइदियो हुन्छ कि हैप्पी होली क्या यसो अहिले रातो कुर्तामा त हुनु पऱ्यो नि अहिले काला तर्केर मात्र छ त डबल ल डन्डा गर्ने हो अब जोस चढेपछि उसले त के गर्ने हो के गर्ने त्यहीतिर गालामा नि लगाइदिनु न आजको यो होरी कार्यक्रम हो सेती महाकाली क्षेत्र र खास गरेर अछाम जिल्लामा होरी हामी लामो समयदेखि मनाउँदै आएका छौँ र यो अछाम जिल्लाको होरी अझ सेती महाकालीको होरी चाहिँ बाँकी जिल्लाका होरीभन्दा फरक छ। यसमा चाहिँ शिवरात्रिको दिनदेखि हामी होली पूर्णिमासम्म 15 दिनसम्म हैन 7 दिन जति चाहिँ दिउँसो खेलेर गाएर नाचेर र 7 दिन चाहिँ आधा दिउँसो आधा राति गाएर मनाउने गर्छौँ र होरीमा चाहिँ खास गरेर रामायण र कृष्ण चरित्रका हैन गीतहरू विभिन्न 16 छन्दमा निर्माण गरिएको छ। त्यो निर्माण गर्ने भनेको चाहिँ केवलानन्द दण्डी स्वामी हो उहाँको नाम। उहाँले 16 वटा छन्द प्रयोग गरेर होरीको देउडाहरू गीतहरू निर्माण गर्नुभएको छ, रचना गर्नुभएको छ। त्यसलाई चाहिँ हामी त्यही 15 दिनसम्म गाएर मनाउँछौँ। होरी भनेको हामीले मनाउँदाखेरि जामा लाएर सेतो पहिरन हैन टोपी बाँधेर अनि सबै गाउँलेहरू जम्मा भएर जामा सहितको पहिरनमा लाउने हो। अहिले चाहिँ अब फरक हुँदो संस्कृतिसँगै हाम्रा विचार चिन्तनहरू पनि फरक भएका छन्, लवाइ खुवाइ पनि फरक छ। अनि त्यति बेलाका जस्ता सामानहरू पाउनु पनि गाह्रो छ, सामग्रीहरू पाउनु पनि गाह्रो छ। तर पनि अहिलेसम्म पनि अछामको होलीमा बहुसङ्ख्यक मान्छेहरूले चाहिँ कम्तीमा सेतो लुगामा सेतो कपडामा चाहिँ आफूलाई उपस्थित गर्ने, पटकानीमा आउने, खेल्ने अनि यसलाई दुई भागमा बाँड्ने र खास गरेर एउटा आधा वृत्तमा एउटा र अर्को आधा वृत्तमा एउटा दोहोरी भनिन्छ यसलाई। एक होरी दोहोरी होरी भन्छ यसलाई। होरी भनेको त रियलमा चाहिँ एकजना खलिफाले
आफ्नो पक्षमा गाउने र अर्को पक्षले पनि त्यसै कुरालाई निरन्तर गाइरहने प्रक्रियालाई चाहिँ हामी होरी भयौँ। अनि त्यसैले होरीलाई खास गरेर यो वसन्त को अवसरमा पनि फुलहरू फुल्ने बेलामा पनि अनि तराईबाट इन्डियाबाट भारतका विभिन्न क्षेत्रबाट चाहिँ मान्छेहरू यो चाहिँ न गर्मी न जाडोको बेला घरमा आउने समय पनि हो होरी। अनि नेपालमा मनाइने अरू होरी जस्तै हो यो, खास यसमा चाहिँ नाच र गानलाई अलिक व्यापकता अलिक बढी महत्त्व दिन्छ। भाषा संस्कृति कलाहरू र परम्पराहरू वास्तवमा चुनौतीमा छन्, किनभने बदलिदो विश्व व्यवस्था जसरी छ, ग्लोबलाइजेसन जसरी भइरहेछ, हरेक नेपालीको एक्सेस विदेशमा पनि छ, विदेशीको एक्सेस नेपालमा पनि छ, अनि समयक्रम अत्यन्त तीव्रता ढङ्गले बदलिँदो छ। तर त्यतिका बावजुद पनि मिडियाहरू अहिले चाहिँ एआईहरू आदि इत्यादि जे छ त्यसले फेरि कुना कन्दराको भाषा कला संस्कृति अर्को ठाउँमा फैलने सम्भावना पनि त्यत्तिकै छ। युवा पुस्ताले चाहिँ आफ्नो परम्परालाई थेक्नलाई, संरक्षण गर्नलाई, आफ्नो भाषा आफ्नो कला संस्कृतिलाई संरक्षण गर्नलाई अलिकति प्रयास गरिदियो भने अहिले सोसियल मिडियाहरूले टेक्नोलोजीले पनि त्यसलाई संसारभरि पनि विस्तार गर्न सक्छ। र प्रयास चाहिँ हाम्रा अहिलेका थोरै सकारात्मक प्रयासले चाहिँ यस्तो कला संस्कृतिको जगेर्ना हुनसक्छ भन्ने मलाई लाग्छ। अङ्कल पूर्वाङ्कललाई त्यो होरीको बेहोरा भनेर सुरुवात गरिदिनु अनुरोध गर्दछु। गोकुलहार मथुरा नकवेसर, हे वृंदावन में लर तोरी काना। दुईटा अर्ध घेरा बनाउनु होला तपाईँहरू सबै। अब यसमा हाम्रा अछामका इष्टमित्र दाजुभाइ सबै ठाउँबाट आउनु भएको छ। यो भाकामा अलिकति फरक हुनसक्छ। थापा गाउँ बाँसकोटमा जुन भाकाबाट दण्डी स्वामीले हामीलाई सिकाउनु भएको छ त्यही भाकालाई हामी अनुसरण गर्ने प्रयास गर्नेछौँ। हजुरहरूले पनि त्यसैलाई फलो गरिदिनु भयो भने, त्यही चाल त्यही ताल प्रयोग गरिदिनु भयो भने सम्भवतः यो बढी सुन्दर हुन्छ। यसलाई पहिले चाहिँ नाचे सदा शिव बम्भोला, शिव नाचे सदा शिव बम्भोला, नाचे सदा शिव बम्भोला, नाचे सदा शिव बम्भोला, नाचे सदा शिव बम्भोला, शिव नाचे सदा शिव बम्भोला, नाचे सदा शिव नाचे सदा शिव शिव नाचे सदा शिव बम्भोला, शिव नाचे सदा शिव बम्भोला, शिव नाचे। ए शीशा मुकुट में गंगा विराजे, शीशा शीशा मुकुट में गंगा विराजे, शीशा मुकुट में गंगा विराजे, गंगा विराजे, शीशा मुकुट में गंगा विराजे, शीशा मुकुट में गंगा विराजे, शीशा मुकुट में गंगा विराजे, शीशा मुकुट लुटरी लुटरी किलो ला
शिव नाचे सदा भाङको लोला खाए शिवले भन्ने हो र भन्नुहोस् भन्नु पर्यो नि ए भन्दाखेरि यसरी जाने हो अनि अर्को पाल्ने भाकामा ए भन्दाखेरि चाहिँ यसरी जाने हो क्या यसरी दुईटा स्टेप हो खास एउटा चाहिँ यतै जाने हात यसो यसो गरेर अर्को चाहिँ है ए लुटरी लुटरी किलोला शिव नाचे सदा शिव बम्बोला शिव नाचे सदा शिव बम्बोला पहिलो प्यारा सकियो भन्नुहोस् त्यसलाई शिव नाचे सदा शिव बम्बोला डम्बरू बजिरहेको शिव नाचे सदा शिव हात विभूत कि गोला विभूति ए हात विभूत कि गोला शिव नाचे सदा शिव बम्बोला शिव नाचे सदा शिव बम्बोला यो सबको अगाडिको शिव नाचे सदा शिव बम्बोला जैसे ढंडोरा शिव शिव बम्बोला शिव नाचे सदा शिव बम्बोला जैसे ढंडोरा शिव नाचे सदा शिव बम्बोला शिव नाचे सदा शिव शिव नाचे सदा शिव शिव नाचे सदा शिव बम्बोला
त्यागे ताजै घोडा हात्तीको त्यागे शिवले के चाहिँ त्याग गर्यो भन्ने हो हात्तीको त्यागे चढे बल्ल बुढे धौला बल्ल चढे चढे बल्ल बुढे धौला शिव नाचे चढे बल्ल बुढे धौला बल्लमा चढे शिव संसारलाई सारा सम्पत्ति दियो आफू बल्लमा चढ्यो शिव नाचे सदा शिव बम्बोला दुई प्रकार गर्नुहोस् ल शिव नाचे सदा शिव बम्बोला 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 केवल देव अङ्गोला केवल देव अङ्गोला शिव नाचे सदा केवल देव अङ्गोला दुई पटक लामो पानी शिव नाचे सदा शिव बम्बोला 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 लाग्यो शक्तिको बाण लक्ष्मण काहिया लाग्यो शक्तिको बाण लक्ष्मण काहिया लाग्यो शक्तिको बाण लक्ष्मण काहिया हो लक्ष्मण काहिया लक्ष्मण काहिया ए हो लक्ष्मण काहिया ए हो लक्ष्मण काहिया ओहो लक्ष्मण काहिया सिक
शक्तिको बाण लक्ष्मणलाई हे लाग्यो शक्तिको बाण हे लाग्यो शक्तिको बाण लक्ष्मणलाई हे लाग्यो शक्तिको बाण लक्ष्मणलाई
लाग्यो शक्तिको बाण लाग्यो शक्तिको बाण लाग्यो शक्तिको बाण लाग्यो शक्तिको बाण लक्ष्मण लाग्यो शक्तिको बाण लाग्यो शक्तिको बाण लक्ष्मण लाग्यो शक्तिको बाण
नैमारी टेकी नाची फर्काई नैमारी टेकी नाची फर्काई का कृष्ण कन्हैया 12 बरस 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 का कृष्ण कन्हैया 16 बरस की राधा गौरी बिरजा 16 बरस की राधा गौरी बिरजा पंचम धम्म मचायो 16 बरस की राधा गौरी बिरजा पंचम धम्म मचायो 16 बरस की राधा गौरी बिरजा पंचम धम्म मचायो 16 बरस की राधा गौरी बिरजा पंचम धम्म मचायो 16 बरस की राधा गौरी बिरजा पंचम धम्म मचायो 16 बरस की राधा गौरी बिरजा पंचम धम्म मचायो क्या जीव मैले कृष्ण कन्हैया 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 क्या जीव मैले राधा गौरी बिरजा पंचम धम्म मचायो क्या जीव मैले राधा गौरी बिरजा पंचम धम्म मचायो क्या जीव मैले राधा गौरी बिरजा पंचम धम्म मचायो क्या जीव मैले राधा गौरी बिरजा पंचम धम्म मचायो क्या जीव मैले राधा गौरी बिरजा पंचम धम्म मचायो ताम्बर पहिले कृष्ण कन्हैया पीताम्बर पहिले कृष्ण कन्हैया पीताम्बर पहिले कृष्ण कन्हैया पीताम्बर पहिले कृष्ण कन्हैया
राधा गोरी गिर्ज कन्जमा धम्ममा चाहियो राधा गोरी गिर्ज कन्जमा धम्ममा चाहियो राधा गोरी गिर्ज कन्जमा धम्ममा चाहियो राधा गोरी गिर्ज कन्जमा धम्ममा कहाँ से जन्मिन राधा गोरी कहाँ से जन्मे राधा गोरी गिर्ज कन्जमा धम्ममा चाहियो राधा गोरी गिर्ज कन्जमा धम्ममा चाहियो कहाँ से जन्मे राधा गोरी गिर्ज कन्जमा धम्ममा चाहियो राधा गोरी गिर्ज कन्जमा धम्ममा चाहियो गोकुल जन्म्या कृष्ण कन्हैया कृष्ण कन्हैया मथुरा जन्मे राधा गोरी गिर्ज कन्जमा धम्ममा चाहियो पहिला मिलाओ खाई
स्वागत छ
हनुमान गई बताम अक्षय मर्नाको थाहा भइ जसै अक्षय मर्नाको थाहा भइ जसै अक्षय मर्नाको थाहा भइ जसै अक्षय मर्नाको थाहा भइ जसै
भाडीमा लाग्यो रावण हप्तामा लाग्यो रावण हप्तामा सय फुल बारीमा लाग्यो रावण ए होरी माची गई पटकाने होरी माची गई पटका ए त कन्हैया होरी खेलैया काका ए त कन्हैया होरी खेलैया ए त कन्हैया होरी खेलैया कन्हैया होरी खेलै कन्हैया होरी खेलै कन्हैया होरी खेलैया कन्हैया होरी खेलै कन्हैया होरी खेल उता सखी राधा रानी होरी खेलै उता सखी राधा रानी होरी माची गई पटकानी उता सखी राधा रानी होरी माची गई पटकानी 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 होरी माची गई पटकानी
चलैया हे कृष्ण कन्हैया पटकी चलैया हे कृष्ण कन्हैया पटकी चलैया हे कृष्ण कन्हैया पटकी चलैया उता सखी रङ रङ पानी ए उता सखी रङ रङ पानी होरी माची गई पटकान ए उता सखी रङ रङ पानी होरी माची गई पटकान रङ रङ पानी उता सखी रङ रङ पानी ए उता सखी रङ रङ पानी होरी माची गई पटकान ए 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 होरी माची गई पटकान होरी माची गई पटकान ए होरी माची गई पटकान होरी माची गई पटकान होरी माची गई पटकान ए तो कन्हैया बंसी बजैया होरी माची गई पटकान ए तो कन्हैया बंसी बजैया 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 ए कृष्ण कन्हैया बंसी बजैया ए कृष्ण कन्हैया बंसी बजैया ए कृष्ण सखी की उता सखी गीत गाए ए उदा सखी गीत गाई होरी माची गई पटकान ए उदा सखी गीत गाई होरी माची गई पटकान ए उदा सखी गीत गाई होरी माची गई पटकान ए होरी माची गई पटकान ए होरी माची गई पटकान ए होरी माची गई पटकान होरी माची गई पटकान होरी माची गई पटकान ए होरी माची गई तो कन्हैया नाच नचैया फेरि एकपटक त्यही ए डगरा छोडी अलग गई होइछ ए नतर दिउतेरे गाल मादड गर्ने कि उठाडे ए गाल श्याम मादड गर्मै कि उठाडे नतर दिउतेरे गाल मादड गर्मै कि उठाडे ए नतर दिउतेरे गाल श्याम मादड गर्मै कि उठाडे ए
लाग्यो शरमको भारी कैसे निपट ढाल श्याम्नु माझ डगरमै के उठा कस्तो लाग्नु भने कैसे निपट ढाल माझ डगरमै च्याउठाडै माझ डगरमै च्याउठाडै माझ डगरमै च्याउठाडै माझ डगरमै च्याउठाडै माल परायो देखिले भाइ माल परायो देखिले भाइ माल परायो देखिले भाइ माल परायो देखिले भाइ भयो बिहारसम्म क्याको भयो बिहारसम्म मोटुकी बेताल खालो तालो खालो चालो यसरी आउँछ नि त अनुहारमै लाउनु सकिँदैन फोडे मोटुकी बेताल श्याम माझ डगरमै कि उठा